नमस्कार। आज जित्नै पर्ने तपाईहरुको गाउँठाउँमा उठेका उम्मेदवारहरू, तपाईहरुको क्षेत्रमा उठेका उम्मेदवारहरूलाई जित्नै पर्ने उम्मेदवारहरू कस्तो हुनुपर्छ भन्ने कुरा सामान्य रूपमा यो भिडियोमा तपाईहरुलाई भन्न गइरहेको छु। यी कुराहरुमा ध्यान दिने हो भने पनि तपाईहरुले तपाईहरुको सिलेक्सन, तपाईहरुको भोट सही ठाउँमा गएको मान्न सकिन्छ। एक नम्बरमा ती व्यक्तिहरू जो चाहिँ तपाईहरुको ठाउँको, तपाईहरुको क्षेत्रको, तपाईहरुको भौगोलिक, सांस्कृतिक तथा विभिन्न परम्परागत ढंगबाट हुर्किएको तपाईहरुकै ठाउँको हुनु पर्यो है। बाहिरबाट आइएका उम्मेदवारहरू भन्दा तपाईहरुको गाउँमै भएको, तपाईहरुको गाउँठाउँमै रहन सहनमै हुर्केको उम्मेदवार छ भने त्यसलाई जिताउनुस्। त्यसलाई जिताउनु जति उत्तम केही होइन। किनभने भन्ने गरिन्छ नि बुढापाकाहरूले, टाढाको देवता भन्दा नजिकको भूत प्यारो हुन्छ अरे के। नजिककोलाई भन्न पाइन्छ, केही गाली गर्न पाइन्छ हैन, आवश्यक पर्दा गुहार गर्न पाइन्छ। चाहे आफ्नो पार्टी भन्दा अर्को विपक्षी पार्टी किन नहोस्, आफ्नो ठाउँको भएपछि त गुहार लाउन सकिन्छ नि त। राजनीतिक रूपमा विभिन्न खालका उतार चढावहरू आउन सक्छन्, चाहे विकासको कुरा होस्, चाहे मान्छेलाई हरेक कुरामा दुःख पर्न सक्छ के। त्यति बेला हामीले चाहिँ गुहार लाउन सक्ने खालको आफ्नै ठाउँ, आफ्नै परिवेश बुझेको, आफ्नै कला संस्कृतिमा हुर्केको र आफ्नो भौगोलिक रूपले चाहिँ परिचित हैन, विभिन्न आफ्नो क्षेत्रको प्रत्येक ठाउँको भौगोलिक अवस्था, त्यहाँको मान्छेहरूको आवश्यकता र किसान वर्ग र मजदुरहरूको दुःख पीडा बुझ्न सक्ने र विकास निर्माणको लागि विभिन्न क्राइटेरियाहरू छुट्याउन सक्ने र पूर्ण रूपले भौगोलिक अवस्था बुझेका व्यक्तिहरूलाई भोट दिनुहोस्। यो भन्दै गर्दा कानुनले दिए बमोजिम विभिन्न पोलिटिसियनहरू विभिन्न नेपालका विभिन्न क्षेत्रमा गएर उसले चाहिँ उम्मेदवारी दिन सक्छ जनताको सेवाको लागि भन्ने गरिन्छ। यो नियम बनाइएको छ, कानुनमा छ। तर कानुनका कुरा पछि गरौँला है, कानुन पछि छोडिदिउँ। र वास्तवमा कानुन पनि यो हुन्छ है, सम्भावना भविष्यमा चाहिँ विभिन्न खालका उम्मेदवारहरूलाई विभिन्न क्षेत्रमा पठाउन सकिन्छ भनेर बनाइएका कानुनहरू हुन्। त्यही हो, आफ्नो ठाउँकोलाई जिताउनु जति राम्रो कुरा केही छैन। दोस्रो कुरा के याद गर्नुहोस् भन्दाखेरि, त्यस्तो व्यक्तिलाई जिताउनुहोस् जो व्यक्ति कुनै पनि गठबन्धन भन्छ नि, अर्थात् पार्टीगत मेलमिलाप, एक आपसमा सहकार्य नगरेका व्यक्तिहरूलाई जिताउनुहोस् है। यी मेलमिलाप गरेका, सहकार्य गरेका, गुठ भन्छ नि, त्यस्ता गुठ भएका व्यक्तिहरूलाई नजिताउनुहोस्। किनभने तिनीहरू जसरी पनि जनताको भोट आश्वासन जितौँ, जनताको भोट लिउँ र मन्त्री बनौँ, प्रधानमन्त्री बनौँ भन्ने खालको तिनीहरूको सोच हुन्छ। त्यही भएर गठबन्धन र एक आपसमा पार्टीगत सहकार्य गर्नेहरूलाई पनि नजिताउँदा राम्रो। अब तेस्रो कुरा, योग्य, नयाँ, सक्षम, समझदार व्यक्तिलाई जिताउनुहोस् भन्दै गर्दा त्यो व्यक्तिले आफ्नो गाउँ समाज परिवेश, आमा बुवा दाजुभाइ दिदी बहिनीहरूको आवश्यकता बमोजिम काम गर्ने खालको नयाँलाई जिताउनुहोस्, पढे लेखेको व्यक्तिलाई जिताउनुहोस्। पढे लेखेको कहाँबाट छान्ने त भन्दाखेरि, ती आफ्नो ठाउँबाट उठेका उम्मेदवारहरूबाट बेस्ट एउटा क्यान्डिडेट छान्नुहोस् है। आफ्नो मनैबाट लागेको बेस्ट क्यान्डिडेट छान्नुहोस्। त्यसैलाई भन्छ आफ्नो पार्टी र सङ्गठनबाट माथि उठेर आफ्नो भोटको प्रयोग गर्नु भनेकै यही हो। आफ्नो क्षेत्रमा उठेका उम्मेदवारहरूको, आफ्नै गाउँ समाजमा हुर्केको उम्मेदवारहरूलाई आफ्नो पार्टी र सङ्गठनबाट माथि उठेर सबैभन्दा बेस्ट अल्टरनेटिभ, बेस्ट उम्मेदवारलाई चाहिँ जिताउने प्रयास गर्नु नै सबैभन्दा उत्तम हुन्छ, सबैको लागि भलाइ हुन्छ भनेर, त्यही भएर पार्टीभन्दा माथि उठेर भोट दिनुहोस् भनेको हो। र यी तीनवटा क्राइटेरियामा थोरै मात्र हामीले ध्यान दिने हो भने पनि हुनेवाला निर्वाचनमा बेस्ट क्यान्डिडेटले जित्न सक्छ भन्ने कुरा सम्भावना बढेर जान्छ। त्यही भएर एक नम्बरमा के भने आफ्नै गाउँ समाजको हुनु पर्यो, आफ्नै क्षेत्रको हुनु पर्यो, आफ्नै रहन सहन वातावरण भौगोलिक अवस्थालाई जान्ने, चिन्ने, बुझ्ने खालको व्यक्ति हुनु पर्यो। 2 नम्बरमा कुनै पनि गठबन्धन र राजनीतिक सहकार्य, एक आपसमा चाहिँ गठबन्धन भन्छ नि, त्यस्तो अवस्थाबाट दूर भएको व्यक्ति, कुनै पनि गठबन्धनमा नलागेर अगाडि बढेको उम्मेदवारलाई जिताउनुहोस्। तेस्रो कुरा, योग्य, सक्षम, शिक्षित, नयाँ, जोस जाँगर भएको र सबैको भावना बुझ्न सक्ने उम्मेदवारलाई जिताउनुहोस्। यी तीनटा कुरा मिट गर्ने जुनसुकै पार्टीको होस्, जिताउनुहोस्। त्यही नै हो। धन्यवाद।